my before skin and this is my after skin. Wow! So glowy. यो केवल एउटा मात्रै कुराले सम्भव थियो, त्यो हो गु. My god, म यसको बारेमा के भनौँ गाइज. I am so happy that मैले यसलाई कति छिटै पाएँ हैन. If यो मसँग नभइदिएको भए म कहाँ हुन्थेँ अहिले, कुन स्टेजमा हुन्थेँ त्यो मलाई पनि थाहा छैन. म डिप्रेसनमा पुगिसकेको थिएँ. मेरो स्किन I was so depressed, I was so sad. तर मैले फाइनली यो भेटाएँ अन्त I start to use this अनि त्यसपछि मेरो स्किन यस्तो भएको छ. Thank you so much गु. यो के हो, कोले बनाएको त्यो मलाई थाहा छैन. यहाँ भित्र के के छ त्यो पनि मलाई थाहा छैन. अनि यसलाई मैले युज गर्ने. Oh my god. यसलाई मैले युज गर्ने? नो नेभर. मैले कहिले पनि युज गर्दिन यो. यस्तो सस्तो प्रडक्ट म युज गर्दिन गाइस. सो मैले त्यही भएर गरे हो. गरे पनि गरे नगर मलाई त आइरहा. अपना काम बनता भाग्न जाए जनता. बाय बाय. Thank you so much. Thank you so much. मैले यो हनुमान कट्टु मैले मान्छेहरुलाई पुराउनै सकेको छैन कि यति अर्डर आइरहेछ. ओ माय गॉड. म त पागल भइन लागिसक्यो कि म कहाँ पुराउनु, कसरी पुराउनु यति धेरै मान्छेलाई. बट थ्यांक यू सो मच गाइस. सो हामीसँग फेरि रिस्टक भइसकेको छ है. अर्डर गर्नु भ्याइहाल्छ नि फेरि. छिटो है त. अर्डर माई फुड. एउटा अर्डर पनि आएको हैन. मान्छेहरुले सोध्या पनि हैन कि प्राइस भनेर पनि सोध्नी पनि हैन. त्यही भएर यो म कहिले पनि किन्दैन. त्यही भएर सेलमा हाल्दिन्छु म. अनि अब एकचोटि रिस्टक भयो है भनेर हाल्दिन्छु. म ड्रामाटिक गरेर हाल्दिन्छु. त्यसपछि आयो भने आयो, न त म सेल लगाइदिन्छु. सो गाइज, कति धेरै जनाले मलाई मेसेज गरिरहनु भएको थियो. कति धेरै जना साना भाइ बहिनी इभन ठुलै जनाले पनि मलाई कति धेरैले मेसेज गरिरहनु भएको थियो. म कसरी गेट आउट हुने यो कुराहरूबाट, यो फ्रस्ट्रेसनहरूबाट तिमीहरूको एकदमै चासो लाग्छ के. अनि मलाई केही सिकाउनु पाउँदाखेरि एकदमै खुसी लाग्छ. के काम मेसेज गर्नु नि. आफ्नै जिन्दगी यहाँ झन्डुराम भएर बसेको छ. कसले हेर सरकारको मेसेज, कसले गर सरकारलाई मोटिभेट. आफ्नै जिन्दगी भोलि भर्खरै झुनेर मन जस्तो भइरहेको. बिगेस्ट सरप्राइज फर यु. त्यो चाहिँ के हो भने मेरो 5K सब्सक्राइबर पुरा गरिदिनु पर्छ. ओके छिटो. अनि त्यसपछि मात्र म भन्छु कि त्यो बिगेस्ट सरप्राइज के हो भनेर. अनि त्यो सरप्राइज यति सकिङ हुनेवाला छ कि यु विल नट बिलिभ द्याट. ओके सो छिटो गरिदिनुहोस्. 5K सब्सक्राइबर. यति नभएसम्म त तिमीहरूले फलो नै गर्दैनौ, थाहा छ मलाई. त्यही भएर जे पाए त्यही सस्पेन्स सब्सक्राइब के अरे सरप्राइज भनेर म 5K सब्सक्राइबर पुरा गर्छु. पछि जे पाए त्यही भनेर प्याट तिमीलाई हालिदिन्छु कि प्राङ्क भनिदिन्छु. त्यसरी तिमीहरू फुस्छ. गाइस, लेट्स गेट रेडी विथ मी फर डिनर डेट विथ फ्यामिली. भनेर चाहिँ बोल्दिनँ म. के को डिनर डेट जानु नि. कति गर्मी छ यो गर्मीमा, को जान्छ? त्यो पनि पैसा नभएको बेलामा. पुरै रिवान्ट हुन्छ गाइस. सो आज चाहिँ म यहाँ हाम्रो हल्यान्ड रेस्टुरेन्टमा आएको थिएँ, साडी रिजोर्टमा. अनि त्यसपछि यति मिठो खाना थियो यहाँको, यति मिठो सबै कुराहरू यस्तो राम्रो थियो नि. आई एम सो ब्लेस्ड. यति राम्रोसँग वेलकम गर्नुभयो नि यहाँ. आइ एम भेरी ह्याप्पी. यति मैले भने भनेर पुरुक्क यही रिजोर्टमा आउने होइन फेरि. मलाई पैसा दिएछ त्यही भएर भनेको तिमीलाई पैसा दिएछ आउनलाई. आसँग चाहिँ नमाना. बाई बाई.